गाइज वेलकम छ मेरो भ्लगमा हजुर सन्चै आरामै हुनुहुन्छ भन्ने साथ भिडियो स्टार्ट गर्दैछु। म पनि सन्चै आरामै छु। अनि म चाहिँ बिहान उठेर ब्रस गरेर मुखसुख धोएर उठ्न बित्तिकै घाँस काट्न आएको छु। म आज चाहिँ ढिला उठेको थिएँ किनभने चाहिँ अब त्यस्तै हो होइन, बेलुका निद लागेको थिएन। अब रातभरि अब सुत्ने फेरि जाग्ने सुत्ने जाग्ने त्यस्तै भइरहेको थियो नि, त्यही भएर ढिला उठेको छु। अनि यो चाहिँ हाम्रो खलङ्गा बजार हो। अनि हाम्रो चाहिँ यो प्युठान जिल्ला, यो जताकता चाहिँ प्युठान जिल्ला हो। अनि हेर्न सक्नुहुन्छ म चाहिँ मल्लरानी डाँडामा छु। यो चाहिँ मल्लरानी लेखेको छ होइन, मल्लरानी लेखेको छ, तर अहिले नजिकबाट बनाएर देखेको छैन राम्रोसित होइन, त्यही नै हो। अनि म चाहिँ घाँस काट्न आएको छु वन। अनि हाम्रो चाहिँ वन फुकेको छ कि यतातिर, अनि त्यही भएर म चाहिँ घाँस काट्न आएको छु। फुकिसित म आउने थिएन, आज चाहिँ हाम्रो शनिबार थियो नि त, त्यही भएर आएको। अनि अरू शनिबार भए पनि अरू दिन चाहिँ मैले खानाहरू बनाउँथेँ होइन, कहिलेकाहीँ आउँथेँ घाँस काट्न। अनि हिजो चाहिँ मम्मीलाई जुन चाहिँ भोलि शनिबार छ तिमी पनि हिँड न घाँस काट्न भन्नुभएको थियो। अनि उठाउनु होला म हिँड्छु भने उठाएर लिएर आउनुभएको छ। अनि हे बा कति घाम हो नि मेरो आमै। अनि त्यही हो, अहिलेलाई बाई। म चाहिँ आज के कस्तो हुन्छ हजुरलाई म देखाउने नै छु। लाइक कमेन्ट गरिदिनु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला होइन। अनि हेर्न सक्नुहुन्छ अहिले उता साइडतिर चाहिँ चिल्ड्रेन पार्क छ। म चाहिँ अब घाँस काट्न आएको, घुम्न आएको भए म देखाइदिइहाल्थेँ। अहिलेलाई बाई। म चाहिँ भारी बोकेर आएको छु, त्यसले सबैले भारी बोकेर आउनु भएको छ। दुईटाले भारी बोक्नु छ। म चाहिँ अनि चाहिँ यहाँबाट तल झर्छौँ पनि, अनि चाहिँ उतातिर जानुहुन्छ। कहाँबाट जाने हो? अझ माथि हो। म चाहिँ आएर खानासाना खाएर लुगा धोएर पनि भइसकेर अनि बसिरहेको थिएँ। पानी पऱ्यो अनिबाट यहाँ चाहिँ लुगा सुकाएको छु, साइड परेसम्म लुगा सुकाएको छु। अनि पानी चाहिँ दड्केर आएको छ। गाइजहरू मैले चाहिँ तरकारी पकाएर खानासाना बनाएर होइन सबै काम गरेर म चाहिँ माथि कोठामा छु, रुममा अब सुत्ने हो। गाइजहरू यता हेर्नुहुन्छ कता नाङ्गे यहाँ टिकटक बनाएको छ। त्यही नै हो, अहिलेलाई बाई गाइज।